हेलो नमस्कार साथीहरू। मैले चाहिँ आज बेगोने फुल चाहिँ एकदम गर्मीले गर्दा यिनीहरू ओइलाउने भएको छ अनि पातमा पनि धुलै धुलो भएको हुनाले चाहिँ मैले यो सबै वास गरेर यसलाई चाहिँ एकैछिन घाममा राखिदिएको छु, किनकि यसको पातमा चाहिँ पानी पानी रह्यो भने चाहिँ ड्यामेज हुने गर्दछु। मैले चाहिँ एकैछिन घाममा राखेर यिनीहरूलाई एकदम शीतल ठाउँ सेपमा राख्नेछु। अनि यो फुल चाहिँ चिसो मौसममा चाहिँ एकदमै दामी भएर फुल्छ अनि यो गर्मीमा चाहिँ अलिक बचाउनुलाई गाह्रो हुन्छ। यो तराई क्षेत्र भएको हुनाले चिसो ठाउँमा त सधैँ नै फुल्छ होला। गर्मी ठाउँमा पनि फुल्न चाहिँ फुल्छ, तर कस्तो मजाले फुल्दैन, हल्का पातलो कोपिला लागेर फुल्छ। एकदमै मसँग चाहिँ दुई कलरको छ यो फुलहरू अनि मलाई एकदम मनपर्छ। अब यिनीहरूलाई चाहिँ म सेपमा राखेर आउने सालमा पनि मजाले धेरै बनाएर रोप्नेछु। थ्याङ्क यू सो मच भिडियो हेरिदिनु होला।